यो पनि त सही छ हमारे यहाँ ऐसा ही होता है ठोकिन्छ है भरे ठोकिन्छ This is one of the oldest pilgrimage site in Samji, Bhutan. हेर्नुहोस् न साथीहरु क्या देख्नु यस्तो खालको युनिक चाहिँ कहीँ पनि छैन यो त टेम्पल जस्तै देख्छ भने यहीँनिर हो मार्केटमा थुमिदी मिनरल वाटर चाहिँ डुप्लिकेट मस्ट आनेदेखि निम्बाते मुम्बादी मान्छेहरूलाई चाहिँ यति थाहा छैन होला अरूलाई होइन यो बुके धाम चाहिँ अब माथि छिमिलाखा जस्तै फर्टिलिटी टेम्पल जस्तो पनि हो Hello everyone, Kutu Zangpo and Namaste. Welcome back to another new video. It's a holy cave me anadi. It is believed that mo tani di Lord Shiva gi ani sei mo mi this we believe me. Tani di cave tu zong khana beochin guru gi ne zumbe mi ananadu di. You may have seen many sacred caves, but this one is truly different and unique. And this dam is located about half an hour from the Samji main town. From the base, it's only 10 to 15 minutes walk on foot. र साथीहरु आज चाहिँ म यहाँनिर बुके दाम यहाँ दाममा आएको छ र यो चाहिँ यो के भन्छ लर्ड शिवको यो चाहिँ के भन्छ यो केफहरू छ हेरौँ म पनि फर्स्ट टाइम पुगेको हुन्छ म पहिला पनि गएको चाहिँ पहिला सानोमा गएको मात्रै यसमा थाहै छैन हो तर आज चाहिँ फ्यामिलीहरू भन्दाखेरि दाजुहरू छ सबै अब यहाँ हाम्रो मामाहरूदेखि लिएर जानु छ र यहाँनिर चाहिँ दोकानहरू पनि छ रहेछ यहाँनिर अब थोरै त्यहाँ त्यो एन्ट्री भएको भए हाम्रो त्यो एन्ट्री हेलो यस मिस्टर कर्नराम राजाहरू पनि छ यहाँनिर हजुर दर्शनको लागि मामाजू सबै छ यहाँनिर एन्ट्री चाहिँ कति हो भाइ 50 पर हेड मैले 4 जनाको थिएँ ल 12 जनाले यही छ कि होइन यहीँ पैसा चाहिँ यहाँ दिनु मैले 50 महाकाल धाम या तपाईहरुको चाहिँ कितना जर्नी स्टार्ट यास में अब चाहिँ हामी यहाँनिरबाट स्टार्ट भयो अब हाम्रो चाहिँ यहाँबाट अब यहाँदेखि घुम्नु चाहिँ टोटली यस्तै मात्रै हुन्छ बाटो अब यहाँदेखि चाहिँ जाँदैछ हेरौँको आजको एडभेन्चर कस्तो हुँदो रहेछ पुगेको नि अब भनेपछि अब हामी पुगेको जतिकै छ यहाँबाट खोला रहेछ यो खोला फेरि माथि काट्नु पर्छ दाजु यो खोला यस्तो गरेर एकखेप तरेर त्यहाँदेखि सट्टै खस्छ यहाँ चाहिँ भनेपछि जुत्ताहरू खोल्नु पर्ने जुत्ता खोल्ने राख्नु त अन्त खतरा छ त यता यो त झोला त अन्त ए मैला फ्याँक्ने जग्गा पो रहेछ त्यो हराउँदैन जुत्ताहरू नलगा पानी हुन्छ माथि खाली खुट्टा जानु मच्चा पनि हुँदैन पानी हुन्छ के फाइदै हुँदैन जुत्ताहरू भएर हराउँदैन भरे आउँदाखेरि जुत्ता जानु अन्त खाली खुट्टा हिँडे हुन्छ त चप्पल लाएर आयो नि ठिकै हो जुत्ता खोलेर यहाँनिर जुत्ता खोलेर चाहिँ फ्याँकिदिनु पर्नेमा पुगेछ अब चाहिँ यस्तो राखिराख्दैन यताति ल हो मिठाई ल यस्तो बेयरफुट अब हो गई जैसे शुरू यो पनि त सही छ पढेर छ त भाइ गर्छ त आमामा मान्छेले टक्सिन दिउँ क्या मान्छेले अब चाहिँ भयो ल
मिठो त यहाँ खत्तम गरेर दिन्छ त झन् यस्तो तानेको त आमामा सबै ग्रुपै एक लाख दिएको त ल हो कहिले मिठो गरेर कस्तो खाँदैछस् प्रसाद जति चाहिँ बाटोमा आयो खोडेले खत्तम गरिहाल्यो नि खोडेर छ कि दाँत मुख पनि हो भजिएको खत्तम गरेर तानेर चुट पारेर सकाइदिइहाल्यो अब छैन जस यो फुल मात्रै बसेको छ अब एउटा आयो दाजुको कति खेप भयो आइसकेको थुप्रो खेप आयो होला है 3 खेप खोडे खतरा रहेछ खोडेले खत्तम गरे मामसको फर्स्ट टाइम नि मास हजुर फर्स्ट टाइम आज सबै आएको छ यहाँनिर हेर म पनि ओभर एक्साइटेड छ यहाँनिर पहिला आएको कि अब यसपालि चाहिँ सेकेन्ड टाइम हुन्छ तर थाहा पाएर चाहिँ आज फर्स्ट टाइम हो तस ओभर एक्साइटेड भइरहेको छ त्यो भित्र चाहिँ ओभर खतरा छ कि भित्र चाहिँ हेरौँ माथि पुग्दाखेरि कस्तो खालको चाहिँ एक्साइटमेन्ट कतिको हुन्छ नेक्स्ट लेभल छ अहिले चाहिँ यहाँनिर चाहिँ फुल बुस्ट ओभर जोसमा छ यहाँनिर चाहिँ फर्स्ट टाइम तेरो नि सबै फर्स्ट टाइम हुने बेसी जस्तो एक दुई खेप जानेहरू छ सिरिङको पनि फर्स्ट टाइम माइजूको पनि फर्स्ट टाइम जल्लुको पनि फर्स्ट टाइम ऊ आउँदैछ बज्जीहरू आइज यहाँ आइज त आइज यहाँ आइज लाभ त लान्छ ल फाइनली हामी कति 10-15 मिनट्स पछि आइपुग्दैछ नि अब यहाँदेखि चाहिँ मेन ल गाइस हामी चाहिँ फाइनली यहाँनिर पुगेदाम यहाँ केफमा आइपुगिसकेको छ साथी हो र यहाँनिर चाहिँ कति 10-15 मिनट्समा आइपुगिहाल्छ हो तपाईँको अनि यहाँबाट चाहिँ अब यहीँनिर हो अनि छर्छ नेदी ने अनि छिकाकी यहाँनिर बेलामा सुधरी तू अनसाइचे तू टाउदी यहाँ सबै पर्ने होला नि rich in minerals की form जो है ना stalactites का इस एक में हेमंगा चीज़ को ना science ना लो हर मिलते वो anime अनि over high anime stalactites का stalagmites मिलते वो अनि तो मैं चलता मामा यो खोलिदिएको भने त्यो खोलिराख्दिनु नानी पनि पैसा त यसरी त बाहिर राखिदिनु पर्ने थियो नि मैले त यो पैसा त बाहिर गरिदिउँ न यो त त्यो हुँदैन पैसा भन्ने कुरा चाहिँ यसरी फ्याँक्नु हुँदैन कि अन्त त्यो भन्छु कति तातो हुँदो रहेछ नि भित्र नि क्या डेन्जर हौ तर यस्तो चाहिँ छ त्यो अहिले त छेर्नु त निकै मुस्किल पर्नेछ त स्टोन स्टोन कन्ट्रोल सबै लु ब्याट रुक्छ भाइ मलाई पहिले तोइ चाहिँ ग्लास हो यस्तो खालको चाहिँ कहीँ देखिन ल यो सबै ढुङ्गाहरू नि यो कहाँनिर यस्तो टक 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 बस्छ भन्थ्यो यस्तो खालको युनिक चाहिँ कहीँ पनि छैन यस्तो खालको यहाँबाट बज्दैछ नि
क्या डेन्जर यो त टेम्पल जस्तै देख्छ भने यो त चराउँदा नि भयो नि त मिलेर कस्तो लाग्यो दामी हुन्छ होइन यस्तो खालको त युनिकनेस कहीँ छैन नि सबै ढुङ्गा हो नि यस्तो हुनु त नि सबै मिनरल्स छैन कस्तो टाइप उयो भएछ यहाँ पनि छ रहेछ नि डेन्जर हौ This is one of the oldest pilgrimage site in Samsi, Bhutan, in Buke, guys. How does it happen? Mention the change of the Santa. ठोकिन्छ है भरे ठोकिन्छ जस्तो छ ट्राफिक छ ट्राफिक जाम भएछ चङ्गा देखेछ म त के पो हल्ले फुल्ल भन्छु नि चोमे मर्के यतिको हुन्छ ल पानी त I think so. यहाँको थाहा मेरो चाहिँ कि मिनरल वाटर म एक्चुअली डुप्लिकेट मार्केटमा थोमिदिएँ मिनरल वाटर चाहिँ डुप्लिकेट म आनेदेखि निबाट मुम्बादियो original mineral water. This is the original mineral water, man. Oh, यो चाहिँ अन्त मिनरल वाटर त खास चाहिँ यो चाहिँ खास मिनरल वाटर चाहिँ यो अन्त कहिले बिहान दिनु चल्छ माउन्टेन या कपाले त्यो माउन्टेनमा के होली मजा आने बित्तिकै के नि महाकाल नि गाइस फाइनली आज सकेँ आजको यहाँको चाहिँ हो अब चाहिँ फर्किँदैछ मलाई चाहिँ ओभर एक्साइटेड थियो कि यहाँनिर आउनुको लागि चाहिँ र आज फाइनली आइपुग्यो हो दामी लाग्यो मलाई चाहिँ किनकि यस्तो खालको एक्सपिरियन्स भयो क्या यस्तो खालको पनि रहेछ भनेर चाहिँ क्या ओभर खतरा छ तपाईँहरू आउनुहोस् एकखेप होइन साम्ची बुकेमा मात्रै हो जस्ट हाफ एन आवर जस्तो लाग्छ तपाईँहरूलाई गाडीमा हुँदै तल साम्ची टाउन बजारबाट चाहिँ हाफ एन आवर जस्तो लाग्छ यहाँसम्म आउनु तल बेससम्म चाहिँ बेसबाट चाहिँ त्यहाँदेखि उम्बो हिँडेर आउनुपर्छ 15 मिनट्स जस्तोको बाटो हो यहाँनिर हामी चाहिँ यो खाली खुट्टा आएको कि यहाँनिर कस्तो भयो मजा लाग्यो आजको दामी भयो आजको दिन चाहिँ एकदम खुसी लाग्यो फर्स्ट टाइम आयो हामी नि धाममा फर्स्ट टाइम हो त्यसले गर्दा चाहिँ दर्शन गर्नुको लागि टाढोबाट आयो सबैजना खुसी पनि लाग्यो एभ्री वान दोज आर इन्ट्रेस्टेड टु कम होइन प्लिज डु भिजिट वान्स है यहाँनिर चाहिँ यति दामी छ नि यति दामी छ होइन तर यहाँ मिनरल वाटर चाहिँ एकदम खास मिनरल वाटर चाहिँ फर्स्ट के हो एक नम्बर मिनरल वाटर चाहिँ खास चाहिँ आज लिएर आएको छ हामी चाहिँ हो अब तल गएर खानेछौँ है अन्त राम एकदम मन नै खुसी भयो एडभेन्चर एकदम राम्रो भयो दामी नि फर्स्ट टाइम आएको हो खुट्टा दुखेर पऱ्यो नि प्रब्लम चाहिँ हामीलाई चाहिँ तर स्क्याम भयो नि त तलै बाटोमा चप्पल खोलेर आइयो हो सबैजना तर चप्पल खोलेर सबैजना त्यस्तै रहेछ अनि मामाले त जुत्ता लाएर आउनु भएछ नि हामी त छैन नि खुट्टा त तलै राखेर आयो तर राम्रो भयो मामा नि कस्तो आजको यो कस्तो आजको चाहिँ एकदम अब
सक्सेसफुल भयो भनौँ न। मजा नि दामी नै भयो नि मजाको। मजाको ठिकै छ मान्छे हामी फर्स्ट ग्रुपहरू छ हामी यता आइपुग्ने चाहिँ हो हामीदेखि अर्को पछाडि थुप्रो आएको थिएछ मान्छे त हाम्रो ग्रुपहरू त खोइ कहाँ माथि रहेछ कहाँ अब के भन्नु माथितिरको मान्छेहरूलाई चाहिँ यति थाहा छैन होला अरूलाई होइन। यो बुके धाम चाहिँ वान अफ द अब माथि छिमिलाखा जस्तै फर्टिलिटी टेम्पल जस्तो अब टेम्पल मतलब फर्टिलिटी धाम जस्तो पनि हो। अन्त यो पनि हो नि त मोस्टली मान्छेहरू त्यसको लागि पनि आउँछ चाइल्डको ब्लेसिङ्सको लागि पनि आउँछ। फेरि यो धाममा चाहिँ हामी यहाँ भुटनिस मात्रै होइन कि यता वेस्ट बेङ्गल साइडकोहरू प्रायः सिक्किम दार्जिलिङ नेपाल इभन नेपालबाट नै आउँदो रहेछ मान्छेहरू यता चाहिँ कि यहाँनिर चाहिँ शब्दहरू गइजस्तो त एकदम खुसी लाग्यो यता आएर चाहिँ होइन। तपाईँहरू पनि अब यहाँ वरिपरि छ भने आउनु सक्यो भने आउनु होइन यहाँ आएर दर्शन लिन सक्नुहुन्छ र आउनु नसक्ने त्यस्तैहरूको लागि यहाँ भानिसले भिडियो बनाइदिएको छ थ्रु भिडियोबाट दर्शन लिनु सक्छ। त्यति नै भन्न चाहन्छु। थ्याङ्क यू लाइक गरिदिनु होला सेयर कमेन्ट। कस्तो मजै लाग्यो होला नि मैले हजुर एकदम खुट्टा दुखेर बिचारा नि टर्चर नि यहाँ त सबैले टर्चर खालि खुट्टा हामीले चाहिँ स्क्याम भयो नि यहाँनिर दाजुले स्क्याम गरेन आज हामीलाई हाम्रो दिपेन दाजुले स्क्याम भयो ऊ तलै राख्छ भन्यो राख्नुपर्छ अरे हो भनेर तर हाम्रो पुग्न आँटेको छ साहित्य बाँदरले मेरो त्यो के भन्छ मिठाई तोडिदिएको ठाउँमा पुग्न आँटेको छ अब चाहिँ र यति थियो आजको भिडियो चाहिँ र इफ लाइक माई भिडियो डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब माई च्यानल एन्ड अल्सो टु फलो माई फेसबुक पेज सी यु इन द नेक्स्ट भिडियो एभ्री वान टेक केयर बाई Dog